आन्टी कहाँ छ आन्टी दादी घर तिमीलाई कसले डेरे दूर से डेरे दूर अरु दूर सुन्न यहाँ सुन्न ल ठिक छ तिमीलाई सबभन्दा धेरै माया कसले गर्छ दादीले आन्टीले त्यसपछि बेबीले त्यसपछि कलवाले बोला कलवा भैया के अनि तिम्रो किरण दिदी कहाँ छ किरण दिदी कहाँ छ भन नानीको घर नानी माया गर्दैन नाना रोज मारिता है एउटा कुरा भन त तिमीलाई सबभन्दा माया नानीले गर्छ कि नाना के मना गरिदियो बनाना दिनु भएन अनि बनानाले चिसो चिसो पार्छ नि त चिसो लाग्छ ए किरण दिदीलाई दिनु भयो कि एउटा मात्र पूजा भयो किरण तो पहले से पूजा जमाले गई पूजा में थियो किरण ए अनि पूजाको लागि थियो नि पूजा पछि पूजा बनाना देर गई तो पाके तो हम त हात्ती लिएर आए त हात्ती लिएर गएको थियो तिमी घाटमा किरणले फटाने बाउ छोराको दमदार कुरा भइरहेछ यसको फुस्टु टाङ टुट्यो हात्तीको चल्दैन त नाना बट फटाक जोडिदिन्छु टाङ अनि अरु के तिमी लिएर गयो हात्ती लिएर गयो हात्ती त दुईटा हात्ती लिएर गयो त ए पूजा गर्यो कि गरेन हात्तीले गरे त हात्तीको बत्ती सरायो पहिले बत्ती ए बत्ती बाल्यो त्यहाँ किरण त तुरन्त भागी लियो त सामान लिन जानुभयो फेरि भागेर आयो ए चल गर अनि एउटा कुरा भन त तिमी मरिसिस कहाँ गयो फेरि बचार गयो छोरे नानीले धेरै माया गर्नुहुन्छ कि नानाले नाना मायो गायो बस खाना